नमस्ते, म चाहिँ राई भ्लग हो हैन। अनि म चाहिँ हजुरहरूलाई रोमानियाको वर्क पर्मिटको बारेमा भन्नु गइरहेको छु हैन। अनि अस्तिको मलाई क्वेसनहरू गरिराख्नु भएको छ कि वर्क पर्मिट के हो कसो हो हैन भनेर सोधिराख्नु भएको छ कि वर्क पर्मिट भनेको चाहिँ यस्तो हुन्छ हैन तपाईहरुको हैन। वर्क पर्मिट भनेको यस्तो हुन्छ हैन। अनि तपाईहरुको चाहिँ यो वर्क पर्मिट आउनुभन्दा अगाडि चाहिँ सबभन्दा सुरुमा चाहिँ तपाईहरुले हैन एप्लाई गर्नु हुँदाखेरि एप्लाई गर्ने बेलामा चाहिँ तपाईहरुले सबभन्दा सुरुमा मेन पावरमा जानुपर्ने हुन्छ हैन। मेन पावरमा गइसकेपछि तपाईहरुलाई अनि त्यहाँनिर भनेको तपाईहरुलाई सुरुमा माग्ने भनेको तपाईहरुलाई पासपोर्ट माग्ने हो हैन। अनि यो पासपोर्ट माग्ने हो। पासपोर्ट मागिसकेपछि तपाईहरुलाई अनि डकुमेन्टमा माग्ने भनेको यही पासपोर्ट माग्छ। अनि तपाईहरुलाई त्यो के भन्छ नागरिकताको फोटोकपीहरु माग्छ, त्यति मात्रै हुन्छ हैन। अनि तपाईहरुलाई त्यो हुन्छ नि अब एजुकेसनको सर्टिफिकेटहरु के मागिराख्दैन हैन। स्कुल लेभल सर्टिफिकेटहरु केही माग्दैन, त्यसमा चिन्ता लिनु पर्दैन। तपाईले एप्लाई गर्ने बेलामा मात्र माग्ने भनेको तपाईलाई यो पासपोर्ट र यो के भन्छ पासपोर्ट र नागरिकताको फोटोकपी मात्रै हो हैन। अनि नागरिकता र पासपोर्टको फोटोकपी भइसकेपछि तपाईहरुलाई मेन पावरले एप्लाई गरिदिन्छ हैन। अनि एप्लाई गरिदिसकेपछि अब केमा गर्ने कसोमा गर्ने भन्ने एप्लाई हुन्छ, उनीहरूले सबै बुझाइदिन्छ सिकाइदिन्छ हैन। अनि एप्लाई गरिसकेपछि एउटा भिडियो बनाउँछ तपाईहरुलाई हैन। त्यो भिडियो बनाएर उनीहरूले पठाउने हो हैन कम्पनीलाई उता। अनि त्यहाँनिर सेलेक्ट भयो भने चाहिँ तपाईलाई त्यहाँबाट चाहिँ कम्पनीले चाहिँ अफर लेटर पठाइदिने हो हैन। अनि अफर लेटरमा चाहिँ के हुन्छ भने तपाईलाई अब कति खाने के बस्ने यो मैले अफर लेटरको बारेमा तपाईलाई भनिदिनु सकेको छु। मेरो अफर लेटरको बारेमा त्यहाँ भिडियो चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। अफर लेटर भनेको अब त्यही खाना बस्न के हो कसो सबै त्यो लेखेको हुन्छ अफर लेटरमा। तपाईले त्यसमा साइन गर्नुपर्ने हुन्छ। अनि त्यो एक हप्तादेखि लिएर हैन 1 महिनाभित्रमा आइसक्नुपर्छ अफर लेटर चाहिँ हैन। अनि त्यो अफर लेटर आइसकेपछि चाहिँ तपाईको आउने भनेको त्यस पछाडि आउने भनेको तपाईको प्रोसेस भनेको चाहिँ यो वर्क पर्मिट हो हैन। वर्क पर्मिट आउँछ। अनि यो वर्क पर्मिट चाहिँ तपाईको के हो भने खासमा हैन यो वर्क पर्मिट चाहिँ तपाईको जुन अब तपाईलाई अब अफर लेटर अब कम्पनीले दिने अफर लेटर भनेको त हैन। अनि यो वर्क पर्मिट भनेको चाहिँ तपाईलाई उताको रोमानियाको सरकारले दिने हो हैन। त्यो वर्क पर्मिट चाहिँ सरकारले दिने हो। जस्तै तैँले यहाँनिर अब हाम्रो देशमा काम गर्नु पाउँछस् भनेर एउटा यो वर्क पर्मिट भनेको हुन्छ हो। यो वर्क पर्मिट चाहिँ त्यो हो हैन। यो भनेको चाहिँ इमिग्रेसनले दिने हो हैन। इमिग्रेसन भनेको चाहिँ जस्तै अब हामी नेपालमा हाम्रो प्रशासन कार्यालयहरू हुन्छ हैन। त्यस्तै अब जस्तै हामीलाई नागरिकता बनाउन जाँदाखेरि पासपोर्ट बनाउन जाँदाखेरि हैन हरेक चीज कागजपत्रहरू बनाउन जाँदाखेरि हामी प्रशासन कार्यालयमा जान्छौँ नि त नेपालमा। त्यो प्रशासन कार्यालयहरू हुन्छ नि हो। त्यस्तै प्रशासन कार्यालय भनेको चाहिँ इमिग्रेसन हो हैन। इङ्ग्लिसबाट इमिग्रेसन भन्छ। इमिग्रेसनमा चाहिँ हामीलाई हैन इमिग्रेसनले चाहिँ हामीलाई यो वर्क पर्मिट दिने हो हैन। जस्तै अब अफर लेटर जब कम्पनीले दिइसकेपछि कम्पनीको एजेन्ट जो अब मान्छे हुनुहुन्छ त्यो वर्क पर्मिट झारिदिने उसले चाहिँ अब सबै डकुमेन्टहरू अब हाम्रो सबै पुलिस रिपोर्ट के लिएर सबै डकुमेन्टहरू हैन हाम्रो नागरिकताको फोटोकपी पासपोर्टहरू के लगेर सब लगेर इमिग्रेसनमा सबमिट गरिदिन्छ। इमिग्रेसनमा सबमिट गरिसकेपछि तपाईको 1.5 महिनाभित्रमा आउने। खास भन्नुपर्दाखेरि तपाईको वर्क पर्मिट आउने भनेको 90 दिनभित्रमा वर्क पर्मिट आइसक्नुपर्ने हो हैन। तर अब किन ढिलो भइरहेछ त्यो म तपाईलाई पछि भन्छु, त्यो अर्को भिडियोमा भन्नेछु हैन ढिलो आउनेहरूको लागि हैन। अनि यो वर्क पर्मिट ढिलो आउनु खास भन्नु पर्यो भने तपाईको 1.5 महिनाभित्रमा वर्क पर्मिट यो आइसक्नुपर्ने हो हैन। यो वर्क पर्मिटदेखि चाहिँ इन्डियाको एम्बेसीको इन्टरभ्यू हुन्छ। त्यो चाहिँ यो पछाडि मात्रै हो। यो अब यो चाहिँ के हो तपाईँ यसमा चाहिँ के हुन्छ तपाईँ यसमा भनेको तपाईलाई यो ओरिजिनल हो कि डुप्लिकेट हो कि हैन फेक हो के हो यो पनि जान्नुपर्ने हुन्छ। यो चाहिँ कसरी तपाईले जान्नुपर्ने हुन्छ भने जस्तै तपाईको यसमा CNP नम्बर हुन्छ। जस्तै अब यो CNP नम्बरमा चाहिँ तपाईको यो रोमानिया अनि CNP नम्बर तपाईको कति नम्बर छ यो सबै तपाईले गुगलमा गएर हैन रोमानिया अनि यो CNP नम्बर हुन्छ। यसलाई तपाईले लेख्नु भयो भने तपाईको डाइरेक्ट कम्पनी हैन सिटीहरुदेखि लिएर सब आइदिन्छ हैन। त्यो आइदिएपछि चाहिँ तपाईको ओरिजिनल हो भन्ने हुन्छ। जस्तै तपाईको यो CNP नम्बर लेख्दाखेरि तपाईको गुगलमा देखाएन भने तपाईको फेक हुन सक्छ। त्यही भएर तपाईको रियल हो कि ओरिजिनल हो भनेर चाहिँ वर्क पर्मिट जान्नु चाहनुहुन्छ भने चाहिँ यो CNP नम्बर रोमानिया लेखेर CNP नम्बर लेख्नुस्। तपाईको सिटीदेखि लिएर तपाईको सबै कम्पनी के हो कसो सब डिटेल सब देखाइन्छ त्यहाँ गुगलमा हैन सर्च गर्नुभयो भने। अनि अर्को कुरा भनेको वर्क पर्मिटमा भनेको हाम्रो भनेको सिटीको नाम हुन्छ हैन। अनि कम्पनीको नाम हुन्छ। जस्तै अब यहाँनिर सिटीको नाम हुन्छ। यो सिटीको नाम भयो। जस्तै कम्पनीको नाम हुन्छ यहाँनिर हैन कम्पनीको नाम हुन्छ। सिटी वाइज फेसिलिटी यो कम्पनीको नाम हुन्छ हैन। कम्पनी र सिटीको नाम हुन्छ। अनि सिटी र कम्पनीको नाम भइसकेपछि तपाईको यही हो वर्क पर्मिटमा हुने भनेको कुराहरू नै हो हैन।
अनि तपाईँको पासवर्ड नम्बरहरू हुन्छ होइन, पासवर्ड नम्बर हुन्छ, हो यस्तै चिजहरू हुन्छ होइन। अनि यो तपाईँ यो चाहिँ याद गर्नु होला जतिखेर पनि ओरिजिनल हो कि डुप्लिकेट हो। किनभने डुप्लिकेट हो भने तपाईँको यसमा गुगलमा देखाउँदैन, यदि ओरिजिनल हो भने चाहिँ तपाईँको गुगलमा यो CNP नम्बर जस्तै यहाँनिर भनेको हुन्छ होइन, CNP हुन्छ। यहाँ तपाईँको पोर्टल फिस्कल भनेको छ, अब यो कुन भाषामा थाहा भएन भने यो पोर्टल फिस्कल भन्ने छ। अनि यो CNP भनेर लेखेको हुन्छ होइन। यो भनेको चाहिँ तपाईँको यहाँको नम्बर यो रोमनले लेखेर यो नम्बर हाल्नुभयो भने तपाईँको सब डिटेल देखाइन्छ। त्यो सर्च गर्नु होला, तपाईँको त्यो भयो भने मात्रै रियल हुन्छ होइन। अनि अरू भनेको त्यही हो, वर्क पर्मिट भनेको यस्तै हुन्छ होइन। अनि यो पछाडि आउने भनेको चाहिँ तपाईँलाई होइन इन्डियाको एम्बेसीको डेट हो होइन। इन्डियाबाट इन्डियनहरूले दिने होइन, एम्बेसीको डेट चाहिँ रोमानियनहरू हुन्छ होइन। इमिग्रेसनको मान्छेहरू हुन्छ, इमिग्रेसनको मान्छेहरूले अब कहिले मिलाएर के मिलाएर त्यो डेट दिने हुन्छ होइन। वर्क पर्मिटको बारेमा चाहिँ मलाई यही भन्नु मन लागेको थियो होइन। अनि वर्क पर्मिट तपाईँहरूको किन ढिलो आइरहेछ, के भएर ढिलो आइरहेछ भन्ने कुरामा तपाईँहरूलाई सवाल धेरै होला होइन। त्यो पनि म तपाईँलाई फेरि भन्नेछु होइन। त्यही भन्दै म तपाईँलाई यहीँबाट आज बिदा लिन चाहन्छु।